अब नाच्न पर्छ एकछिनमा चार्ज पनि सकिसकेको छ अहिले चार्ज गर्नुपर्छ गाइज होइन हजुरले मलाई भन्दियो ह्याप्पी मगर दियोस् मैले प्ला भ्लग बनाउँछु नि बल्ल भन्छु ह्याप्पी मगर दियोस् मैले कस्तो बनाउने म हल्का राख्दै देखाउने फेरि म त्यहाँ भ्लग हाम्रो ग्याङहरू सबै सबै मेरो भाइहरू हेलो गर सबलाई यहाँ भ्लगमा आएर छु तिमीहरू है हेलो हेलो सबैलाई झोलले ह्याप्पी मगर दियोस् हाई हेलो बहिनी हिरोको यहाँ फोटोसुट भइरहेको रहेछ होइन नाम के हो वाट इज योर नेम आज त हेर यहाँ नि भिडियो भइरहेको छ तिम्रो यहाँ कस्तो कता देखि यहाँ सानसानोलाई कस्तो दामी देखिन्छ क्या ओहो उता क्यामेरा पनि हेरिदियो यसरी कमल खाती मगर यसरी वैशाख नेपाल 7 का विजेता निता थापा मगरको उपस्थिति भइसकेको छ एकचोटि जोरदार ताली उहाँको लागि हेर्नु त यार भिड हेर्नु त नाली नाली लिएर जानु परिरहेको यस्तो भिड त कहिले देखेको छैन यार मैले भिड सबैबाट हालिदिनु भिड 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 यस्तो तरङ्गमा देख्थ्यौ तिमीले यार यार माने यार भिडलाई मैले पड्का 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 रेट किन मैले देखिसकेको थिएँ ओए तिमी हराउला है राम्रोसँग बस्छ हात छोपेर बस्छ मेरो कान्छेवाला हो ओए कान्छेवाला हो ल वेलकम लाइव विद रवि मिनी ब्लॉगर मैं भी हूँ और आप लोग आज आप लोगों का नाम क्या है मेरा नाम साधन गुरुङ है और इसका हरि गुरुङ अच्छा हरि गुरुङ हरि गुरुङ साजन गुरुङ और आपका क्या है मेरा नाम है रवि डेंगा मगर एक मिनट मैं भी आप लोगों को हाँ जी तो मैं ना वीडियो बनाने के लिए वैसे तो घूमने के लिए आया था मेरे को नहीं पता था मेरे को नए ब्लॉगर मिल गए मेरे साथ ही एकदम से अगर कह सकते हैं आपका नाम बताओगे आप So hello and namaste, welcome back to another video. It's your boy Harry Guruङ all over from Bundo. म एकदम सन्चै छु हजुरहरू पनि सन्चै हुनुहुन्छ भनेर आशा गरेको छु नेक्स्ट डे न्यू ब्लग हजुरहरूको माझमा लिएर आइसकेको छु नयाँ दिन नयाँ जोसको साथमा as you can see in Mother Earth थाहा पाइसक्नु होला जोसको होइन आज मगर दियोस् ह्याप्पी मगर दियोस् टु एभ्रीवान होइन मगरहरूलाई गुरुङहरूलाई सबै साथीहरूलाई होइन म त्यस्तो धेरै धेरै शुभकामना अनि मैले बाइक चाहिँ सोलो किन गरेको भनेपछि मैले आज माइक्रोफोन लगाएको छैन अनि माइक्रोफोन लगाएको चाहिँ हावा हुर्र हान्छ मेरो आवाजभन्दा ठुलो हावा मेरो आवाजभन्दा ठुलो हावाको आवाज आउँछ अनि त्यही भएर चाहिँ मैले ठुलो चलाएर एकदम मजाले बोलिरहेको छु अनि यहाँ लगाएपछि चाहिँ हल्का फुल्का बल्ल आवाजको पिकअप लिन्छ अनि यहाँ राख्यो भने चाहिँ हल्का हावाको धेरै लिन्छ क्या अनि त्यही भएर चाहिँ कस्तो चलाएर हिँडिरहेको छु अब माइक्रोफोनको तार यस्तो झन्झटिलो हुन्छ अन्त ब्लुटुथवाला उस किन्ने भनेको पनि त्यस्तो भइरहेको छ अन्त ब्लुटुथको पनि फेरि मैले कहिले अफ कहिले अन गर्छु नि त अन्त फेरि सेटिङ मिलाउनु पर्छ अनि त्यसले गर्दा झन् टाइम वेस्ट हुन्छ भनेर झन् त्यो तारवाला गरेको अनि अब आज लाउन मिलेन आज यत्तिकै आवाज क्लियर आउँछ कि आउँदैन त्यो पनि थाहा छैन अनि आज दिवस एकदम रमाइलो हुनेवाला छ हामी यस्तो भत्किनेवाला छौँ अब कता कता प्रोग्राम हुन्छ आज होइन त्यसको सायद एउटा बिचमातिर हुन्छ होला
साइडमा भनेर फेरि चर्नेतिर हुन्छ होला त्यही हो अहिले म यहाँ साधनकोमा जाँदैछु साधनकोमा गएपछि साधनमा एकछिन हुन्छौँ भिडियो गराइन्छ गराइन्न थाहा छैन अब हेरौँ के हुन्छ मोटर पनि गइसक्यो है मोटर पनि गएको अब चाहिँ मैले ट्याक खोलाएर यहाँ गएर चाहिँ यहाँ हेरौँ है त ए बस न छिटो लुङलाई हिँड्न गाह्रो हुन्छ र को र चिने हौ नाम के हो मलाई कस्तो कस्तो लाग्यो नाम चाहिँ म बोल्दैन त्यही होइन कि मलाई उस जस्तो लाग्थ्यो कि किनभने कहाँ जस्तो लाग्यो क्या अलिक छिटो होइन ठुलो हिँड्नु पुग्दैनौ ल गाइस के छ सन्जय हौ अनुलाई पनि ठुलो भइसकेको छ पहिला क्लासमा आउँथ्यो कि हाम्रो क्लासमा डिङ्गरमा के अरे त्यहाँ जिन्दगी मार्क्स भयो हो त मगरै पऱ्यो त हो मेरो मन मगर त हो राति मन पनि मगर यहाँ हो र अस्ति त गुरुङ भने जस्तो खाता मगर मम्मी भन्छ हाम्रो जगामी दर्लामी हो तिमीहरू दगामी दलामी दगामी दगामी दर्लामी दर्लामी अरे दगामी पनि हुन्छ क्या काउचाहरू जस्तो दगामी हुन्छ क्या हातले लिएर बनाएको क्या ए दर्लामी हो गलामी दगामी के दगामी त पहिलोपल्ट सुने मैले तर गलामी दर्लामी चाहिँ सुनिरहेको थिएँ अब मलाई थाहा भयो त कस्तो कस्तो मगरहरू आज इन्टरभ्यू लिँदै हिँड्ने होला नि यस्तो भोला भाला त भयो भने यस्तै हुन्छ क्या हेर न के भइयो क्या अब 2 दिन पनि यही हुन्छ केही छैन सबरको फल मिठो हुन्छ धैर्यताको फल मिठो हुन्छ हेर्नु अघि कस्तो कति के अरे बिजी थियो अहिले पुरा खुल्ला भइसक्यो एकछिन वेट गरेर ल गाई माहौल 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 आज चाहिँ म यो माहौल हो क्या माहौल हेर म गाई सबैले मगर हुने मजा आयो यार मलाई चाहिँ यार हामी दुइटै गुरुङ भएर होइन साथी के भयो गुरुङ अरे अरू यहाँ बाहुनहरू पनि आइरहनु चुरा छोडिदियो त्यो ड्रेसमा आधा कतिको त आफ्नो नि होइन कि रेन्टमा लिएर आएन होइन अनि कति बिग्यो होला कि होइन मैले त्यो सोचेको कि बिजनेसम्यान तरिकाले हुन्छ नि बिजनेसम्यान तरिका हिजै उठाएको उपाको त्यहाँ आएको नि त मलाई फोन सुत्ता आएको के ड्रेसको लागि हजुरकोमा छ कि नै हजुरकोमा छ कि नै अरे मेरोमा छैन भने कसकोमा न यस्ता 2-3 ठाउँको नाम भनिदियो अब कहाँ गयो नि के गऱ्यो नि थाहा भएन अति भिड यहाँ हामी मेन ठाउँमा त अझ ठिकै हेरौँ गाई कल्चर ड्रेस हामी कल्चर ड्रेस हेर होइन अस्ति हेर न कस्तो हामी अब एन्ट्री हान्दैछौँ धुलो कति गयो यत्रो मान्छेको अगाडि गर्छ त्यही के हुन्छ नि कन्टेन्टको लागि क्वेसन सोध्दै हिँड्यो भने कस्तो हरिब हुन्छ होला होइन ओकेमा लास्टमा त चुनाव पनि आइरहेको छ ओकेमा अब 18 गति कति गतिबाट चाहिँ नेपाल बन्द माहौल हेर्ने रहेछ होइन
हामी अब उतै गएर हात पार्टी यार त्यो यस्तो गाह्रो हुन्छ यस्तरी बनाउँछु मैले भ्लग थाहा छ हात पार्टी क्या त्यहाँदेखि कन्टिन्यू मैले बनाइरहेको छु गाइज आज हाम्रो सिटी भाइसँग अम्लिस होइन बाइक जान्छ कि नै यार भित्र खै बाहिर राखेको रिक्दा त जान्न जस्तो लाग्छ यार कति लास्टमा क्याटवाक नै हो जस्तो लाग्यो क्या क्याटवाक हान्नुपर्छ ल गाइज धेरै लङ भइसक्यो मलाई ढुक्क त अहिले उता अगाडि गएर पनि हेर्नु गराउनुपर्छ है त ल साधन कस्तो रहेछ दामी घरमा सुतेर मुभी हेर्दै बस्छु भने चाहिँ तर हरिजोसले भनिसकेपछि नाइ भन्न सकिन्न गाइज तर मलाई कस्तो मुड त खासै छैन कि कहीँ पनि हिँड्नु क्या थाहा तिमीलाई तनाव प्रेसर प्रेसर भन्ने भइरहेको छ होइन तर युट्युब उठ्छ भन्दाखेरि त म साइकको भएर नै हो क्या सुरुमा मलाई तनाव भएको त अनि अरू कुराहरू त अब थाहा हुने सबैलाई थाहा नै छ मेरो सर्कलमा होइन अनि त्यही माथि अब पर्सनल कुराहरू पनि सेयर गर्न मिल्दैन त्यही हो गाइज नत्र डेन्जर छ हो क्या यस्तो के तनाव प्रेसर दूर गर्ने होइन यसो घुम्न सुम्न आउने हो कि यस्तरी हामी देखेनौ हेर न यो माहौल हेर न ओए ल हरिले यस्तो दामी पञ्च डायलगहरू हानिरहेको छौँ गाइज यो माहौल यो भिड होइन आज घरै यो भनेको रिफ्रेसमेन्ट तरिका लिने हो कि घरै सुतेर बस्नु म त ओ रोमी हेर्दै बस्थेँ क्या हिँड्न सुइछु यस्तो अरे मजा आछ यार आज त 1 घन्टै भेट्छ जस्तो लाग्यो 1 घन्टा म त 1.5 घन्टा भयो नि राखिदिने हो होइन मेरो त ए मतलब भएन घरकै 10 मिनट कतिको छ होइन यो 1.5 घन्टा 2 घन्टा हुनसक्छ भ्लग होइन यो गोप्रोबाट खिचेको कस्तो हेरिदिनु होला अरे होइन गोप्रोबाट खिचेछु यति नराम्रो आइरहेको नि यस्तो गरेर खिचिदिन्छ अनि त्यही भएर म यति नराम्रो पनि छैन क्या अहिलेको होइन जमानादेखिको आउँछ है लगभग कति वर्ष भयो होला अरे यो होइन कति वर्ष अनि यो धेरै वर्ष त भएन धेरै वर्ष भएन मलाई केही त आएन मलाई केही नसोध म यहाँ चिल हानेर आएको छु चुनावको छुट्टै माहौल अनि हाम्रो दिउँसो छुट्टै माहौल सब तर्छ यहाँ क्यामेरा देख्दाखेरि अर्को टिकट लियो न मैले यस्तो अर्को एङ्गलर लियो म अर्को एङ्गलर लिन्छु सबै गाना चाहिँ नबोल्दै थियो गाना अलि फेरि हाई भनिन् फेरि अनि नन हेरेर गाइस कस्तो ल सर्की पिङ पनि छ यार फोन उठाउनु भागासँग लाएर हेर्नु हरिलाई पिउनु भयो मगर मजा लागेन गाइस सर्की पिङ मलाई मैले भनेको मलाई मुड अफ थियो गाइस म धेरै कुराहरूको प्रेसर मुड अन गराउन आएको हो के गराउन चाहिँ हरिले जाम भनेर म आइदिएको म त मुभी हेरेर बसिरहेको थिएँ तनाव धेरै छ तनावमा अब यस्तो माइन्ड यहाँदेखि सक्नुहुन्छ सर्को मिलेर आइदिरहेको ओए तिमी हराउला है राम्रोसँग बस्छ हात छोपेर बस्छ मेरो कान्छेवाला हो ओए कान्छेवाला चुप हो ल वेलकम लाइफ विथ रवि मिनी ब्लॉगर मैं भी हूँ और आप लोग हाँ जी आप लोगों का नाम क्या है मेरा नाम साधन गुरुङ है और इसका हरि गुरुङ अच्छा हरि गुरुङ हरि गुरुङ साधन गुरुङ और आपका क्या है मेरा नाम है रवि डेंगा मगर एक मिनट मैं भी आप लोगों को रवि डेंगा मगर हाँ जी तो ल तो मैं ना वीडियो बनाने के लिए वैसे तो घूमने के लिए आया था मेरे को नहीं पता था मेरे को नए व्लॉगर मिल गए मेरे साथ ही एकदम से अगर कह सकते हैं आपका नाम बताओगे आप लोग अपना मेरा नाम हैरी गुरुङ है और यूट्यूब में जाकर सर्च करिए हैरी गुरुङ और मेरा आएगा है ना और इसका साजन गुरुङ साजन गुरुङ और हैरी गुरुङ और मेरा लाइफ विथ रवि नेपाल ठीक है तो तीनों को सब्सक्राइब करो जाके जल्दी से अच्छे से इंडिया का जितना भी पब्लिक है जितना भी ऑडियंस है सब इधर आना और इधर नेपाल का जितना ऑडियंस है सब इधर जाना ठीक है हैप्पी मगर दियोस् आप थैंक यू आप लोगों को भी आप लोग भी घूमो फिरो ठीक है एक ही है ओके ल थ्याङ्क यू ओके धेरै भयो कि इन्डियामा है त यस्तो छ माहौल गाइज होइन ए मेरो यहाँ हात यार हातै पाटिया हात होइन यहाँ जिन्दगी पाटिएला यो त्यो हात पाट्रिस् के पाट्रिस् तर जिन्दगी पाटिन भएन के यहाँ हेर न तिमी खेल क्या यहाँ यसलाई हाइपोबिया के अरे हाइपोबिया के अरे तिम्रो डराउँछ साधन साधन तिम्रो गाडी
हिरोको यहाँ फोटोसुट भइरहेको रहेछ होइन नाम के हो व्हाट इज योर नेम आछ त हेर यहाँ नि भिडियो भइरहेको छ तिम्रो यहाँ कस्तो खत्ता देख्यो यहाँ सानसानोलाई कस्तो दामी देखिन्छ क्या ओहो उता क्यामेरामा नि हेरिदियो घुमनाम भइरहेको एक सर्कल आउँछ मैले पुरा अब डान्स सुरु हुन लाग्यो रहेछ यहाँ डान्स 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 गाइस हामी चाहिँ एकदम मजाले घुम्यौँ होइन एकछिन अब चाहिँ हामी निस्किन पर्छ अब हामी चाहिँ कहाँ जाने हो भनेपछि चौरङ्गी जाम सिटी चौरङ्गीको माहौलहरू पनि बुझौँ तर यहाँ लास्टै धुलो भयो यार पहिला बाहिर राख्छौँ कि खानेकुराहरू खाना त मन लाग्दो रहेछ धुलो सम्झेर फेरि खाना नि मन लाग्दैन बाहिर गएर खानु लाग्यो होइन एकदम भिड छ यार के हुन्छ पाउने मेरो झुक्काउने भिडियो नबनाइदिनु होइन यत्तिकै लागि मात्र है ल मलाई थाहा थियो कि भ्लग नबनाऊ भिडियो देखिन्छ भनेर क्या ल ल ल होइन हामी भिडियो गरेर त हिँडेर हो कि कहाँ हिँड्यो क्या यस्तो हुँदैन कि न यस्तो चाहिँ परे जस्तो हुन्छ होइन त्यो एकचोटि त पऱ्यो जुवा तास नखेलायो त्यो पैसाबाट चिल हानिन्छ अहिले त्यो 1000 रुपियाँ त चिल हानिन्छ क्या हामीले किन त्यहाँ हालेर फाल्ने हो र हरि र म चाहिँ अलिकति फ्रेस भएर गोरो भएर निस्केको होइन अनि यहाँ अझै गोरो भइयो त्यही भएर हामी चाहिँ यहाँ धेरै गोरो हुन चाहन्नौँ किनकि हामीलाई धेरै गोरो भयो भने सबैले आँखा लाउँछन् होइन अनि त्यो आँखा लाग्ने सिचुएसन चाहिँ नभओस् भन्छु म चाहिँ त्यही भएर हरिले आँखा लाग्छ भने चस्मा लाग्यो हो मेरो त आँखा सानो छ त्यस्तो देखिँदैन कसैले मलाई आँखा लाग्यो भने पनि अलि गाह्रै पर्छ आँखा लाग्न होइन सबै ज्योति मैले खेतमा आएको थिएँ यहाँ धेरै धुलो उडेर अब यहाँ केही नखाने किनकि डेन्जरै धुलो उडेको गाइस त्यही भएर हामी चाहिँ कहाँ जान्छौँ अब चौरङ्गी जान्छौँ हामी चौरङ्गी जान्छौँ गाइस यहाँ हेर्नु यहाँ मेलामा के भिड हुन्छ यार यहाँ बस्यो यार मेलामा यस्तो भिड हुँदैन अब हामी यहाँबाट सिधै चौरङ्गी गएर उताको माहौल पनि देखाउँछ भाइ त होइन दोस्त आजको भिडियो चाहिँ लास्टै लङ हुन्छ यार मतलब मिलाउने कोसिस गर्छु धेरै भनेको आधी घन्टा 40 मिनट त्यति पनि मैले 1 घन्टा जति राख्छु 1 आवर राख्छु मैले गाइस एकदम गाइस कपिराइट प्रब्लम ए घर हुन्न नि अब बाइकमा गएर भेटौँ है मेरो हात चाहिँ पाटिसक्यो क्या समाउँदा यस्तो होइन धुलो खाइयो अरे भिड नै एकछिन अहिले निकाल्नु यसलाई के खाइदिएछ र तेरो त्यहाँ राखेर म त यहाँ भ्लग एडिट गरिदिएको कि हो देख्नुहुन्छ कति फास्ट साधन गुरुङ इज भेरी फास्ट
यस मेरो माइन्ड मात्रै चल्नु पऱ्यो अलिकति माइन्ड फ्रेस चाहिँ हुनुपर्छ बस के रक्छु हो अब निस्क्यौँ अब हामी चरङ्गीको माहौल हेर्छौँ होइन भाइ यता आऊ चरङ्गीको माहौल हेर्छौँ हामी चरङ्गीमा पनि यहाँ आउँछ सुरुमा होइन साजन एकछिन यहीँ रमाइलो गर्छौँ अनि फेरि यहीँको मान्छे फेरि चरङ्गी पनि जाने हो क्या बुझ्यौ चरङ्गीको मान्छे सुरुमा चरङ्गी हुन्छ होइन अनि पछि फेरि यहाँ आउने हो हामी पनि त्यहाँ जाऊँ अन्त धुलो 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 लास्ट धुलो चाहिँ एकदम मतलब बिहानमा राख्नलाई पहिला लाग्थेन एकैचोटि आजकल प्रोसेसिङ देखाउँछ पहिला सर्टै जान्थ्यो त्यो प्रोसेसिङ गर्न टाइम लाग्छ क्या कहाँ हो ए बल्ल थाहा भयो यहीँ भनेर ल त्योहरू स्याबेज स्याबेज हाने आउँछ फ्लोहरू मिलिरहेको छ क्या मेरो क्या फुलो मिलाइराख्नुपर्छ जिन्दगीको फुलो मात्र मिले होइन अरू सबैको फुलो मिल्दैछ क्या होइन मात्र राम्रोसँग चलाउनुपर्छ फेरि स्लिप भयो भने यता नि मान्छे उता नि मान्छे यता बाइक झ्याउ हुन्छ मेरो एकदम स्लो जाने हो चिलमा जाने हो हामै छैन यार यत्रो मान्छेहरू यार यत्रो मान्छे छन् त यार बुटोलमा रुका चरङ्गीको माहौल पनि हेरौँ न आउँछ यता जाऊँ न ए बाटो छ यताबाट साधन सबै कपाल कपाल आखा नि यार अब तिमी र म पनि त कपालले थाम्छौ हामी पनि कपाल छ नि तर केटाकेटी छैनौँ क्या अरूको कपाल हेर्दै चित्त बुझाउँदै गर्नुपर्छ के गर्नु यस्तै रहेछ दिन पल्लो पछि टेन्सन गर्ने खोला यो किशोरीलाई छु माया दिनकिन भन्नु होला यो किशोरीलाई छु माया दिनकिन भन्नु होला कहाँ होला घर बार यता भन्दा कि होइन कहाँ होला गाउँ ए उस खान न आइसक्रिमको राम्रो दिन होइन ठ्याक्कै याद आयो यार हो यस्तो बुझ्यौ मेरोतिर खतरा खालके थाहा पायो बल्ल थाहा पायो नि कस्तो यार अटो रेस खेलेको आम्मामा यसले एउटालाई छोडेर फेरि अर्को उठाउनु लाग्यो क्या नि त प्यासेन्जर त पाइरहेको छ आज खतरा त्यो मेरो यो मेरो त्यो अगाडि त्यो पाउँछ लगाएर जब हामी आइसक्रिम खान्छौँ हाम्रो यहाँ जक्सन आइसक्रिमको होइन त्यो दामी पाउँछ नि आइसक्रिम भन्छ आइसक्रिम भन्दा कुल्फी भन्छ कि त्यसलाई ल हो यहाँ हो कुल्फी दामी खानुपर्छ कुल्फी चाहिँ केटाकेटी भन्न खोजेको होइन जोडी भन्ने जोडी भन्ने बित्तिकै सबैजनाले के सोच्छन् भने ए केटाकेटी भन्छन् होइन तर होइन हाम्रोलाई चाहिँ केटी केटा त्यस्तो हरिरो म हिँडिरहेछ सुती प्रोसँग माइन्ड फ्रेस गर्न खोजेनन् सिधा भन्नुपर्दा तिनीहरूलाई माइन्ड फ्रेस सुतेरै हुन्छ भनेर तिनीहरू सुतेछन् होइन आफ्नो काम हामी त्यस्तै नानी हो यो धेरै यो आएको धेरै नजाम फेरि जतिले हेर्नुहुन्छ त्यसलाई के बोल्यो हो मुखमा यार यस्तो पर्ने बित्तिकै गुल्ले पर्ने बित्तिकै अर्कै फ्लो बिग्रिँदो रहेछ गाइज हजुरहरूले हेर्नु भएन यो खाएको नदेखाऊँ हजुरहरूलाई देख्नुभयो भने फेरि खाम जस्तो हुन्छ क्या होइन अनि पेट दुख्छ सो है बुझ्नु है मिलाएर ए यता पनि हो यता खानु अब हामी लोकल होइन यहाँको नयाँ हामीले नि यहाँ बुटोलको हिँड्दै आएको हामी नेपाल ए बुटोल नेपाल आएको विदेशबाट आएको यस्तो पञ्चर भन्छ यार आयो होइन दुश्मनलाई नबस् क्या यार भन्दा एउटा साथी रहेछ एक्लै भयो नि यो त झन् सिटी एरिया भन नि केही हुँदैन अब यताउति गएर थाहा पाइन्छ कतै बाटो हुन्छ नि त्यो बिच बाटो भएन क्या ए बस्नु म त बोल्छु ए खाँदै
फलफुल बेच्ने अरे दाइ यता आउनुहुन्छ ल दाइ दाइ गुल्ले परेपछि त्यो मुख आफै भुलिन्छ क्या लगाइछन् क्या ल दाइ लगाइ यस्तै हो हामी खान्छौँ होइन अनि त्यसपछि हामी चरङ्गी जान्छौँ खान्छौँ नभनौँ कि चाट्छौँ भनौँ किनकि हामी चाटिरहेछौँ चुसिरहेछौँ जे भए पनि भिडियो लास्ट लामो हुन्छ केही छैन कुल्फी पनि खाइयो होइन अब चाहिँ चरङ्गे जाम अनि त्यसपछि अब धेरै लङ हुन्छ होला भिडियो पनि अब मैले काटी देखाउँछु होइन अब सिधै चरङ्गेको देखाउँछु मैले के अरे यत्रो भिड देखेको त म आजै होला यार चरङ्गेमा यार कता पो भइरहेको छ यार तर यार काजन कहिले हो यस्तो गाडी हुने तिमीले भन न भोलिको भोलि किन्नुहुन्छ सानोवाला मलाई ठुलोवाला चाहियो क्या बिग वान यो अटोहरूलाई के सोध्यो 3 लाख 4 लाख पर्ने अटोहरू 5 लाख पर्ने अटोहरू सानोतिनो त होइन हेर तर मलाई गाडी चाहिएको गाडी विथिन 5 इयर्स विथिन 5 इयर्समा मलाई गाडी चाहिएको मलाई मेरो ड्रिम कार चाहिएको म लास्टै घमण्डी छु कि म यस्तो कुरामा फेरि 5 वर्षभित्रमा चाहियो कि चाहियो अनि हौ मैले लिन्छु स्कुटी रन बेचेर अनि एभेन्जर लिउँ जस्तो भयो कतिवटा खोजेर यार एभेन्जर क्या एभेन्जर लिने कुन लिने हल्क लिन्छ कि स्पाइडरम्यान कुन लिन्छ यो हात लेन्दी भनेपछि कुन छ ब्ल्याक पेन्थर कालोमा एभेन्जरको सबभन्दा मजाले के हो एभेन्जरमा मुनी सबै पार्टहरू हेरेँ होइन यता हुन्छ हेरेको भनेको त्यही हो डक्टर स्ट्रेन्ज अनि ब्ल्याक पेन्थर अनि त्यसपछि हल्क अनि स्पाइडरम्यान अनि त्यसपछि के अरे क्याप्टेन अमेरिका अनि थेनस त भिलेन भयो के अरे त्यो हिरो के यताबाट हतौडा हान्ने के अरे मेन हतौडा हान्ने ओके ह्यामर युज गर्छ खतरा थोर हरि लाग्छ हरियो खर्च अनि उस ग्रुथ पनि खतरा लाग्छ आइएम ग्रुथ गर्छ है कस्तो ग्रुथ ए रने काठको के आइएम ग्रुथ गर्छ काठको काठ जस्तो छ रहने एउटा पातले रहने त्यो एभेन्जर कहाँ होता नि त्यो एभेन्जर होइन तर त्यो उसको बोली के टोन इङ्ग्लिसमा हो फुच्चे त्यसको साथी पनि हुन्छ होइन हिरोको चाहिँ ह्यामर हान्ने हिरोको नाम के अरे ह्यामर हान्ने थोर हो त्यसको के हो यार यस्तो भिड यार भिड छ त्यहाँ गाइस हामी चरङ्गी आइसकेको छौँ तर त्यो भिड पनि हुन्छ जुन ठाउँमा आज रमाइलो भएको छ होइन मगरुसहरूको यस्तो भिड छ त्यहाँ ठाउँमा लाइन गर्मीमा आजसम्म मैले चरङ्गी भिड देखेको थिएन क्या यहाँ मान्छे पनि बस्दैन होला नि ड्रोन चट हानेको देखिन्थ्यो होला अटोले आज कति कमायो होला मैले यसो हिसाब गर्दाखेरि दिनमा केही नभए भने 5-6 माथि एकजनाले कमाउँछ जस्तो लाग्छ मलाई है अब आफै सोच्नु अटोले यत्रो अटो हेर न अटो टुटुले कति कमायो होला आज कमाउने भने कि अटोले हो पेट्रोलहरू आज कति जान्छ होला सोच न ट्याङ्क सोच्नु है गाई सोच्नु जान्छ र त्यति कुरा चाहिँ हो यार यस्तो रमाइलोको बेला घर बस्नु चाहिँ नहुँदो रहेछ मेरो सोच चाहिँ त्यही थियो सोच थिएन तिमीले पनि जान्न भन्यो सोच थिएन त्यस्तो मलाई पनि यहाँ कहीँ जानु ओ यहाँ त फिल्मको सुटिङ भएर जस्तो लाग्यो हेर त ओए साउथ मुभीको त्यो हुन्छ नि
कन्टिन्यू अब आयो यहाँको सबै कहाँ जान्छ थाहा छ कहाँ हामी कहाँबाट आयौँ ए के बाजे बाजे थाहा त्यताको यता आउँदैछन् यताको त जाँदैछन् के सिटीतिर त्यस्तो हो क्या मेरो हात लास्टै भिड जानु सबै यत्रो सुस्तो गरेर कहिले आधी घन्टा लाग्छ कुन कुनामा भयो म त यो ठाउँमा त फर्स्ट टाइम आउँदैछु म त यार यताभित्र फर्स्ट टाइम आउँदैछु लास्ट टाइम होला जस्तो यस्तो चुनावमा नि हुँदैन होला यस्तै हो अब यस्तै हुन्छ चुनावमा पनि हेर न झन्डा देख्छ न होइन घन्टीको हो क्या जय घंटी घंटीमा उडानमा है घंटीमा हाम्रालाई होइन राम्रोलाई चुनाउ खोलाको ढिमा त भएन नि खोलाको ढिमा त भएन नि साधन जान्न तर यहाँबाट होइन टिकाबाट होला नि यहाँबाट चाहिँ क्याटो घानेर जाने गाई छैन होइन यताबाट क्याटो घानेर जाने यताबाट चाहिँ अटोहरू है त हरि मजा आइरह नि कतिको आयो मजा कतिको मजा आइरह 1 करोड मजा 1 करोड है 7 करोड न 7 करोड होला नि यस्तो दामी मुमेन्ट पहिलाको वर्ष नि यस्तो चाहिँ कहाँ घुमेको थिएँ त म म नि हुँदैन पहिला मतलबै लाग्थेन म भन्दा यता उस्तो क्या भने पार्किङ हो यता के हो त अगाडि उतातिर जान मिल्छ होला नि मिल्दैन क्याटो घानिदिनु अब जाऊँ न अब हेरौँ यतितिर राख्नु दिएर बाइक राख्न अरू पनि छैन राख्न त मिल्छ फेरि जाऊँ न यस्तो हेरौँ यस्तो हुन्छ क्या पार्किङ क्यामेरा चाहिँ हेर्नु आइदियो होला कमाउनु लाग्छ होला यस्तो माहौल चाहिँ हेर्नु यहाँ हाम्रो चरङ्गे फेरि होइन इट्स यु क्यान सी यहाँ त कन्सर्ट हुने रहेछ यार गाइस मेला मेला हाम्रो सिद्धार्थ आले मगर यसै गरी कमल खाती मगर यसै गरी वैशाख नेपाल 7 का विजेता निता थापा मगरको उपस्थिति भइसकेको छ एकचोटि जोरदार ताली उहाँको लागि मेला लाग्छ यार
छैन अनि यतातिर माघैमा माघी पर्व सुन्नु भएको छ अनि यतातिर सुन्नु भएको छैन ल एकचोटि सँगसँगै गाउनु त है माघैमा माघी पर्व छ मगर अब नाच्न पर्छ एकछिनमा चार्ज पनि सकिसकेछ अहिले चार्ज गर्नुपर्छ गाइज होइन धेरै भिडियोहरू पनि लगाएर यहाँ चार्जै छैन मेरो चार्ज इम्पोर्टेन्ट हो कि 30% भइसकेको छ यार 100% दियो ठिकै छ ल हात ल एकैचोटि म 1 2 3 भन्छ सबैजनाले उठाउ है त 1 2 3 सबैजना के छ ल वेलकम टु माई भ्लग ठिक छ नि कति खाना थियो एकदम यार खतरा फोटोतिर गएनौ जाने होइन हामी नै भर्खरै आएको हो कि ल आफ्नो गीत सङ्गीत मार्फत यहाँ माझमा जोडिरहेका छौँ अनि अन्य मेरो लाइभ दोहोरीहरू सुन्नु भएको छ खतरा भइरहेको छ खतरा केही शब्दहरू म त सानोतिर होला जस्तो लागिरहेको थियो बेसीको गाउँले अनि लेकाली माया सल्लाह परेको अब त भेटौँ भन्ने कुरा भयो टिकटक ल गाइस सर हेरियो आइयो होइन लास्टै भिड छ यार खुट्टा टेक्न पनि बल्ल बल्ल अनि गोप्रोको चार्ज पनि सिद्धिन लाग्छ अब हामी निस्किन्छौँ चरङ्गीबाट त्यसपछि अब उता गएर के हुन्छ कस्तो हुन्छ हजुरहरूलाई देखाउने नै छु मैले यो बाटो बिजी बाटो पनि कति देखाउने हो र फेरि भिडियो मात्र लङ हुन्छ प्लस चार्ज पनि छैन त्यही भएर कोअपरेट गरौँ है त अब कताको हुन्छ त्यताको देखाउँछु म चुच्च हेर्नु त यार भिड हेर्नु त नाली लिएर जानु परिरहेको यस्तो भिड त कहिले देखेको छैन यार मैले भिड कतिबाट हालिदिनु भएको भिड यस्तो तरङ्गीमा देख्थ्यौ तिमीले पानी यार यस्तो यार रोक्नै हुन्न क्या पुऱ्याइदिइहाल्छ गाडी अन्त उठाइ देखाइदिउँ क्या यार उठाइ देखाइदिउँ यसरी अस्सी हो यार 80 भेटकेन यार चिनेकोले यार माने यार भिडलाई मैले पड्का रेट किन मैले देखिसकेको थिएँ लिप्टन के चिनेकोहरू चिनेको ए भगवान् कति भिड हो यार साधन गुरुङ अफिसियल ल भिड आउँदा भन्दा पनि जाँदा यस्तो अघि भन्दा धेरै हुन्छ यार झन् यो भ्लग यहाँ खिच्न लाग्यो भने लास्टै लङ हुन्छ गाइज है म एकछिनमा आएँ ल माइन्ड नगर्नु
होला ठुलो त्यस्तै भयो टाउको त मलाई मजा त आएको हो उताबाट चिल्लाएको यहाँ धेरै ओभर भिड भयो क्या भेट्छ यार हेर न कस्तो हात बल भिडिएको छ रेलीमा हिँडे जस्तो लागेन अनि चुनाव त आजै हो जस्तो लागिरहेको रेलीमा भिडियो त अब आफूले थाहा हुन्छ यता पनि के हो यता के भिडियो फेरि त कस्तो के आज होइन होइन त्यस्तो हेर भन्दै के भिड रहेछ भनेर मैले हिजो त्यही भनेको कता हेऱ्यो त्यतै भिडै भिड छ यार के हो अब चाहिँ गाई एकदम भोक लागिसकेको छ होइन अब यसलाई खान जानुपर्छ त्यही भएर भेट्न खान्छु खुल्ला त छ नि ओ खुल्ला त छ नि केही होइन केही होइन त्यो खुल्लै रहेछ चाट एक्लै गुनगुनाएको नि त चाट चाटेको के गरेको किन निकाल्ने जस्तो लाग्यो बल्ल निकालेको भोक लाग्यो अब खान पर्छ तो पहले से कितना बदल गया हाम्रो एनसी दाइ कहाँ हल्का फुल्का नास्ता गरियो बस अब फेरि हामी ग्रास ल्यान्ड जाँदैछौँ सिरिनाले बोलेर थियौँ अनि बहिनीहरू भाइहरू पनि छन् यस्तो त्यहाँ गफगाफ गरिन्छ अनि बल्ल घर जानुपर्छ फेरि ढिला हुन्छ घर जाने पनि जानु हो त्यहाँ जान्थ्यो अरे यहीँ फुल भइसक्यो भने त्यही पनि हल्का फुल्का खाए जस्तो गर्नुपर्छ त्यहाँ गएर अनि हल्का फुल्का मिठो मिठो गफहरू पछि पछि भेट्दैछौँ त्यही भएर भेटेपछि हल्का फुल्का कुराकानी भइहाल्छ अनि रमाइलो गरिन्छ अनि घर लागिन्छ अरू त्यो के अरे पावर ब्याङ्क भएर हरिफ सजिलो भयो नि नहीं तो कहाँ यत्रो बेलासम्म भिडियो गराउनु पाउँथेन मैले अब त चाहिन्छ यार एउटा छन् छ तर कस्तो प्लस पोइन्ट के त्यही केबल के सी टाइपको केबल आइफोनको पनि केबल के त्यो गर्दा झन् प्लस पोइन्ट भएको हो के अनि डाटा केबल लिएर हिँड्नु परेन तर त्यही हल्का त्यही झन्झट भयो कि हल्का सानो मात्र छ भनेर मात्र हो के भने दोस्त चार्ज गरेर राख्ने हो क्या हिँड्न पाउन्न खिच्दाखेरि भ्लग गराउनु मिल्यो तर चलाएर तन्काउन यताउति गर्न मिल्दैन क्या कता राखिदिनु कता राखिदिनु होइन कता खानु अब जाऊ आज होला है मैले मासु लगाएँ के सबै मोड्रेस नै छ नि त पुरै पानी बसेर नि होला कि साथी के वर्षौँ भयो त मैले मासु लगाउनु लगाएको
जन्ती हेलो के छ ह्याप्पी मगर अनि हजुरले मलाई भनिदियो ह्याप्पी मगर दियोस् मैले भ्लग बनाउँछु नि बल्ल भन्छु ह्याप्पी मगर दियोस् मैले कस्तो बनाउने म हल्का राम्रो देखाउनै फेरि म त्यहाँ भ्लग हाम्रो ग्याङहरू सबै सबै मेरो भाइहरू हेलो गर सबलाई यहाँ भ्लगमा आएर चाहिँ तिमीहरू है हेलो हेलो सबैलाई झोलले ह्याप्पी मगर दियोस् हाई हेलो बहिनी सबैजना लगाउँदै के हुन्छ कसो हुन्छ अहिले हेर्दैछौँ हामी गाइस मेरो बाइक त किडन्याप भयो यार अलि त अगाडि लग न प्लेन आउने यसलाई गीत बजेको खोइ यसलाई फेरि बस बस ढिला भइसक्यो हाल हेर बाटो भन्दै रहेछ गाडी जान्दैन गाइस आजको मगर दिवस हाम्रो यति नै थियो आजको चाहिँ हल्का यति भिडियो त लङ हुन्छ होला कति भिड थियो यार सातै फेर्न नि सकिँदैन गर्मी त्यस्तै भिड त्यस्तै अनि यहाँ चाहिँ यस्तो भाइहरूसँग बहिनीहरूसँग मजाले बसियो गफगाफ गरियो त्यसपछि चाहिँ हामी सिधै घरतिर जाँदैछौँ जे जस्तो भए पनि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ अब चाहिँ हामी अर्को भिडियोमा भेट्नु पर्छ होइन 15 दिनसम्मको लागि स्टे सेफ स्टे हेल्दी राम्रोसँग बस्नु होला खुसी भएर बस्नु होला अनि अन्त्यमा फेरि पनि ह्याप्पी मगर दियोस् टु अल अफ यु होइन वेदर वाचिङ दिस भिडियो जतिजना पनि हेरिराख्नु भएको थियो यो भिडियो चाहिँ हजुरलाई सबैलाई म त्यस्तो शुभकामना व्यक्त गर्न चाहन्छु ल अब हामी अर्को भिडियो देख्छौँ बाई बाई टाटा सी यु नेक्स्ट भिडियो गुड नाइट बाई बाई ब्युटिफुल डे बाई बाई